अनि त्यो दुईटा कुरा चाहिँ खासमा खास दिने कुरा त्यो हाम्रो रसी चाडहरू छालाइ आज पनि हामी यो सोमबारको दिनमा उपस्थित छौँ। आज 12 गते पौष ठन्डी छ, तर हामी ठन्डी भए पनि पानी परे पनि चाहे जे भए तापनि हामी यो हाम्रो कार्य छोड्दैनौँ र अहिले सुम्निमा पारुहाङको लागि सहयोग आएको छ। यो सहयोग चाहिँ तपाईको सुम्निमा पारुहाङ बनाउनको लागि थोपा थोपा बनेर सागर बन्छ भन्थ्यो, त्यो जस्तै थोपा थोपा पैसा आउँदैछ र यो के अरे र उहाँहरूले यो सुम्निमा पारुहाङलाई चाहिँ डोनेसन लिएर उपस्थित हुनुहुन्छ। उहाँ चाहिँ एक्स तपाईँको इन्डिया आर्मीका हुनुहुन्छ र उहाँले चाहिँ आफ्नो बुवा स्वर्गवास बुवा स्वर्गीय आमा के अरे को नाममा चाहिँ उहाँले अलिकति पैसा डोनेसन गर्नुपर्छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र म यो अहिले उहाँको नाम उतारेँ मैले चित्रकुमार राई र उहाँको आमा पञ्चमाया राईबाट चाहिँ स्वर्गीय बाबु टेकबहादुर राई र स्वर्गीय कान्छी आमा धनमाया राई धरान 19 र उहाँले चाहिँ 51,211। यो चाहिँ कस्तो भने उहाँको आर्मीको नम्बरको अन्तिमको फिगर हाल्नुभएको छ। धन्यवाद तपाईँलाई। हजुरले पनि यसरी आफ्नो कान्छी आमा भनेर हेला गर्नु भएन, कान्छी आमाको पनि नाम राखेर सिलामा गर्नुको धन्यवाद छ हजुर। सेवाहरू र उहाँले चाहिँ जम्मा 51,211 रुपियाँ गर्नुभएको छ। साथै त्यही अनुरूप अर्को एकजना आइपुग्नु भएको छ उहाँ धरान 19बाट उहाँको नाम हो पुरबहादुर सुब्बा र स्वर्गीय आमा ऐतमाया लिम्बूको नाममा चाहिँ 25,000 गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै सेवाहरू गर्नुभएको छ। देखाउनु यो चाहिँ यसरी देखाउनु होइन। अनि यो पैसा चाहिँ उहाँहरूको पैसा अनि यसरी मैले दिएको छु। धन्यवाद। अब हामी बारम्बार भन्ने गर्छौँ, हाम्रो मेयर साहब जहिले यहाँ भ्याउनुहुन्न, उहाँ दाहिने बायाँ कोअर्डिनेटर गर्नु जानु भएको छ। उहाँले चाहिँ के अरे अब आउने चुनावको लागि 2-4 दिन 1 दिन बाहिर निस्किनुहुन्छ, बाँकी अफिसमै हुनुहुन्छ। र म भन्न चाहन्छु सम्पूर्ण देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई म यो सूचना गर्छु, मेयर नहुँदा पनि हाम्रो कार्य जारी नै रहन्छ। तपाईँले समयमा एक दिन भेट्नुहुनेछ उहाँलाई र चित्त बुझाइदिनुहोस्। तपाईँहरूको सहयोग हामी लिएर हामी इमान्दारको साथमा काम गर्छौँ भन्दै मेरो सानो मन्तव्य पनि म सक्न चाहन्छु। तर त्योभन्दा अगाडि तपाईँले पनि केही शब्द बोलिदिनुहुन्छ कि भन्ने आशा मैले यो 51,200 दिएको चाहिँ किनभने मेरो आमा 2 जना दिदी बहिनी त्यसले गर्दाखेरि 3 जनाको नाममा 17,211 दुई चाहिँ मेरो पल्टनको अनि 11 चाहिँ रेजिमेन्ट हिसाब गरेर चाहिँ मैले 51,211 चाहिँ मैले है। यसो अलिकति हाम्रो शून्य पारुहाङको लागि
बनाउनुको लागि चाहिँ सहयोग मिलोस् भनेर चाहिँ त्यति चाहिँ गरेको छु। सुन्नुभयो होला, धेरै दिनु त सकिएन। देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरू यसरी नै तपाईँहरूले सहयोग गर्दै हाम्रो सुम्निमा पारो अङ्गलाई पनि यसो राम्रो होस्। हजुर पनि दुई शब्द बोल्छु। नमस्कार हजुर, म चाहिँ मेरो स्वर्गवासी आमा आइतमाया लिम्बूको तर्फबाट चाहिँ सुम्निमा पारो अङ्गको लागि केही सहयोग पुगोस् भनेर यसो अलिकति रकम यहाँ हजुरलाई प्रदान गरिएको छ। अब सबै मिलेर यस्तै काम गर्ने अब योजनाहरू हाम्रो हस्तसँग मेयर हस्तसँगको उहाँको भिजनहरू राम्रो लाग्यो। रकम त अलिक धेरै रकम दिनुपर्ने त हो, तर यस्तै अवस्था छ, त्यसले गर्दा यसो मैले 25,000 मात्रै आमाको नाममा सहयोग गरेको हो। यति नै छ हजुर, धन्यवाद। सदस्यज्यू त्यसै गरिकन जम्मा टोटल चाहिँ कति आएको छ आज सुन्ने पारो कस्तो भन्नुभएको? 17,000 25,000 र 51,000। 51,000 उहाँको होला होइन? 51,211 र 25,000। 25,000 मेरो तर्फबाट हो। त्यसै गरिकन दाजुहरू चाहिँ कुन कुन ठाउँबाट आउनुभएको रहेछ? यो धरान 19बाट आउनुभएको छ। अब मेरो आमाबाउ चाहिँ धरान 19 हुँदै छु, म चाहिँ छोरो पनि। तर मेरो आमाबाउको नाममा नभएर चाहिँ मैले 19 दिएको छु। तर मेरो बसोबास चाहिँ धरान छोरो पारो। त्यसै गरिकन अब आदम लक्ष्मीले संसद पार्टीको केन्द्रीय सदस्यज्यू हुनुहुन्छ दत्त लिम्बूज्यू, जाँदा जाँदा के भन्न चाहनुहुन्छ देश विदेशमा हिँड्नुभएको तमाम दर्शक दिनलाई? दुवैजना भारत एकचोटि त भनिसकेँ, अब तपाईँ अन्तिममा आउनुहुन्छ। मैले भनिसकेको छु, देश विदेशमा रहनुभएको